हेलो गाइज वेलकम टू माई मिनी ब्लग। मेरो मिनी ब्लगमा सबलाई स्वागत छ। हामीले मोमो बनाएर ट्याक्क मोमो चढाइसक्यौँ। मोमोमा चढाएर ट्याक्क हाम्रो चाहिँ यताभित्र हाम्रो ग्यास सिद्धिसकेको छ। आज ग्यास सिद्धिएर हामीले चाहिँ यो इलेक्ट्रिक चुलो लिएर आएको छौँ। दाउराबाट जल्छ गाइज ट्याक्क भित्र। अब ग्यास त छैन, त्यही कारणले हाम्रो एउटा अनाप राइज आएको थियो, त्यो राइज चाहिँ हामी बाहिरै फ्राई गरिरहेछौँ। अब भित्र त ग्यास छैन, त्यही कारणले भित्र चुलो नजोडुन् चाहिँ हामी चाहिँ अझै बाहिरै बनाउने। पछि चाहिँ भित्र चुलो जोडिसकेपछि चाहिँ भित्र चुलो माथि बनाएको हजुरहरूलाई देखाउँछ हामी कसरी बन्दैछ भनेर। अहिले चाहिँ हाम्रो बाहिरै बनिरहेछ राइस। यो हाम्रो राइस चाहिँ अब लगभग रेडी भएर हामीले राइस दिएर ट्याक्क भित्र हामी चाहिँ चुलो जोडेर हामी जलाउन लागिसक्यौँ। चुलो चाहिँ यसरी अब सुरुमा त हामी यसलाई जलाइरहेछौँ। अब कहाँ चाहिँ हाम्रो यताबाट पङ्खा छ, यो पङ्खा चाहिँ यता हावा दिन्छ। हावा दियो भने चाहिँ यता तेज हुन्छ। यो चुलो चाहिँ यसरी जल्छ। हजुरहरू बस्ने ठाउँतिर चाहिँ अहिले ग्यासको कतिको अभाव छ गाइजहरू कमेन्ट गर्नु ल। हाम्रो जलिसक्यो, जलेर ट्याक्क यस्तो देखिरहेछ हाम्रो। अब जलिसकेपछि हाम्रो अब यो के भन्छन् 2 हाफ चाउमिन आइसक्यो। 2 हाफ चाउमिन बनाउन लाग्यौँ। कस्तो बन्छ अहिले देखाउँछ हजुरहरूलाई। चाउमिन चाहिँ अब दामी बनेको छ है गाइजहरू। हजुरहरूले हेर्नु अहिले कस्तो बन्यो भने चाहिँ कमेन्ट गरिदिनु होला प्लिज। यो चाहिँ हाम्रो चाउमिन बनेर रेडी भइसक्यो। हामी बराबरलाई दिन लागिसक्यौँ। ल गाइज हजुरहरूतिर चाहिँ बसेको ठाउँतिर चाहिँ ग्यासको कतिको अभाव छ कमेन्ट गरिदिनु होला गाइज। ल ओके गाइज, आजको लागि यति, बाई बाई।